हेलो दर्शकवृन्द, म फुटेन आज फेरि तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत गर्दछु। र आज चाहिँ म हाम्रो यो काठमाडौँ भ्याली भित्र नै हो, यहाँको कुनै ठाउँको दृश्यहरु तपाईहरुलाई देखाउन चाहन्छु। तपाईहरु सबैलाई थाहा भएको नै हो, हाम्रो यो नेपाल लकडाउन भएको अब 5-6 महिना त्यस्तो सायद हुन लागेको छ। त्यसैले गर्दा नि म काठमाडौँ भ्याली बाहिर चाहिँ जान पाउँदिन र म जानु पनि जान्दिन। मलाई डर पनि लाग्छ के भन्छ कि बिमारहरु लाग्छ कि भनेर। सो त्यसैले आज चाहिँ म हाम्रो यहाँ काठमाडौँ भ्याली भित्र धेरै जस्तो मान्छेले थाहा नै छ, यो कपनको एरिया होला यो सायद। मलाई यो ठाउँ चाहिँ एक्ज्याक्ट थाहा भएन नाम यसको चाहिँ। सायद यही कपनको वरिपरि नै हुनुपर्ने हो, तर मलाई नाम चाहिँ थाहा छैन। अब एकछिन माथितिर जाँदा जाँदा अनि मान्छेहरुलाई सोध्दै अनि तपाईहरुले देखाउन कोसिस गर्नेछु। यहाँ चाहिँ ठाउँ रमाइलो नै रहेछ, एकदम खेतको बिचमा जानु चाहिँ एकदम मलाई रमाइलो पनि लाग्छ र एकदम फ्रेसको महसुस पनि हुन्छ। बहिनी नाम के हो? रविसा। कति वर्षको? 4 वर्ष। 4 वर्ष। कुन स्कुलमा पढ्छ? एलकेजी। कुन स्कुलको नाम? थाहा छैन। ओहो, हाम्रो अर्को भाइ पनि आयो। हाम्रो अर्को भाइको नाम चाहिँ? समर्पण तामाङ। तामाङ हो। अनि कति वर्ष पुग्यो त? 11। कुन स्कुल? हजुर? सन्तेन। कति क्लासमा? 6। यो गाउँको नाम के भन्छ? खोटाङ। अनि यहाँ हेर्नुको लागि के पाइन्छ? सबै पाइन्छ। हो र? छुट्टी हो र? आजकल स्कुल लाग्दैन? अब खोइ स्कुल लाग्ला जस्तो गरिरहेछ। हेलो भाइ, के नाटेको त्यहाँ? हजुर? ए हो, के टिप्नु भएको रे? ए, यहाँतिर पाउँछ? ओहो भाइ के हो, बान्दर जस्तो गरेर पो चढ्न आउँदो रहेछ। बान्दर भन्दा पनि डेन्जर रहेछ हाम्रो भाइ। पहाडमा चढेको मान्छे हो। कहाँ हो घर? कहाँ हो? कालीकोट भन्ने चाहिँ कहाँ हो? निगुरो टिप्ने यहाँसम्म आएको अनि खेलेको ल। कस्तो निगुरो त्यस्तो ठाउँतिर पाउनु कस्तो छ? देखाउनु न मैले निगुरो हल्का देखाइदिनु ल एकछिन है। हातमा यस्तो देखाउनु न। ओहो, यो पो रहेछ। यो सब्जी मैले खाएको छु। ल हेर्नुहोस् त दर्शकवृन्दहरू, यहाँ कस्तो रमाइलो ठाउँ छ। यहाँ यो सबै चाहिँ हाम्रो झगडुल सुटिङ डाँडाभन्दा पछाडि भएको हो। त्यहाँ पनि त्यस्तै नै सुटिङ डाँडा जस्तो सल्लाहकारहरू पनि छ र शीतल एकदम झन्डाहरू पनि धेरै रमाइलो ठाउँ रहेछ। तपाईहरु पनि सकेसम्म घुम्न सक्नुहुन्छ। र यहाँ फेरि म केही देखाउन चाहन्छु। खसी जराउन जानुभएको? ए
कहाँ बस्नुहुन्छ बोजू हजुर कहाँ बस्नुहुन्छ उहाँ ए यहाँ मुनितिर बाटोमा कतिवटा खसी छ त त्यही दुईटा मान्छे दुइटा मात्रै अनि यत्रो चाहिँ हाँसी भएन त्यो बोको ए मैले त सबैले एउटै भन्छु क्या अनि बहिनी बहिनी नाम के हो घरमा सानी भनेर बोलाउँछ हो घरमा सानी अनि स्कुलमा प्रिया हजुर प्रिया के भन्नुभएको प्रिया ओहो प्रिया प्रिया त हाम्रो फिल्महरूमा हिरोइनको नामहरू हुन्छ नि त है प्रिया भनेर बोलाउँछ नि ल ल अनि तिमी पनि भोजुसँग जानुभएको तिम्रो भोजू हो हो
तारा भिर भन्ने ठाउँ चाहिँ सुनेको थिएँ के ठाउँ तारे भिर भनेको यस्तै डाँडाहरू मात्र केही छैन है छैन माथि चौर छ एउटा मान्छे घुम्नु जान्छ नि है जान्छ ल हस् त दर्शकवृन्द भर्खर नै मलाई हाम्रो बहिनीले भन्नुभएको यहाँबाट गयो भने चाहिँ तारा भिर भन्ने ठाउँ पुग्छ र त्यहाँ चाहिँ के होला मैले सुनेको थियो तर पुगेको छैन भन्दाखेरि अब यस्तै घुम्ने ठाउँ नै हो भन्दै थियो हेरौँ कहाँसम्म पुग्दो रहेछ ठाउँ त सबै त्यस्तैको त्यस्तै नै रहेछ जति गयो पनि यस्तै सल्लाहगारी र अनि यो के अरे हाम्रो दर्शक पनि हेर्नुहोस् त यता यस्तो सुन्दर वातावरण भएको ठाउँमा हाम्रो जनताहरूको यो चाहिँ लापरवाही केयरलेस भन्नु पर्यो त्यसले गर्दा एकदम फोहोर गइरहेको छ अनि म चाहिँ तपाईँहरूले के भन्न चाहन्छु भन्दाखेरि चाहिँ तपाईँहरू यहाँ कहिले पार्टी मनाउनु पिकनिक मनाउनु आफ्नो मनोरञ्जनको लागि यहाँ घुम्न आउनुहुन्छ अनि त्यतिखेर तपाईँहरूलाई भोक पनि लाग्छ तिर्खा पनि लाग्छ अनि त्यतिखेर तपाईँहरूले धेरै प्रकारको खाने चिजहरू ल्याउनुहुन्छ त्यो सबैले थाहा छ तर त्यो ल्याइसकेपछि तपाईँले खानु भइसकेपछि चाहिँ योहरूलाई चाहिँ यसको बग्राहरू चाहिँ यत्तिकै नफाल्नु होला किन भन्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् तपाईँहरूले यो यस्तो सुन्दर ठाउँमा अहिले यस्तो फोहोर गर्दाखेरि चाहिँ एकदम त्यो हाम्रो सुन्दर वातावरणलाई चाहिँ एकदम नष्ट पार्छ त्यो सबै तपाईँहरूले थाहा भएको नै कुरा हो म भन्दा पनि धेरै तपाईँहरूलाई त्यसको बारेमा ज्ञान छ योहरू सबै चाहिँ हाम्रो आफ्नै लापरवाहीले गर्दा केयरलेसले गर्दा हो अनि मैले पनि के गर्नु सक्छ यहाँ यो फोहोर सबै लग्यो भने पनि यत्रो फोहोर छ लानु पनि सक्दैन यहाँ जलाउँ भन्दाखेरि पनि मान्छे जङ्गलमा आगो लाग्यो भने पछि मलाई कारवाही हुनु पनि सक्छ अनि मैले खासै के गर्न सक्दिनँ दर्शकवृन्द भर्खर नै बाटोमा मैले तिनवटा दिदी भेट्यो अनि मैले सोधेको यो तारे भिर कतिको टाढा छ भन्दाखेरि उहाँ चाहिँ अब यहाँबाट हिँड्दाखेरि चाहिँ आधा घन्टाको बाटो हो त्यस्तो भन्नुभयो अनि मान्छेहरू धेरै त्यहाँ जान्छ अहिले पनि मान्छे धेरै गयो त्यस्तो पनि भन्नुभएको थियो अब मलाई हल्का जोस पनि आयो जाँदैछु सो इन्जोय इट बाटो चाहिँ के होला सेतो नै सेतो रहेछ दर्शकवृन्द मैले अघिदेखि तपाईँले भनेको जस्तै नै हो यदि तपाईँ म यस्तो एकदम टाढा यस्तो घाम सर्कोमा हाइकिङ अथवा ट्राभल्सको लागि आफ्नो खुट्टा हिँडेर जानुहुन्छ भने अवश्य पनि पिउने पानी चाहिँ ल्याएर नै आउनु एकदम दुःख हुँदो रहेछ मैले पनि अघि ल्याउनु त ल्याएको थियो तर त्यो पानी त मुनि नै सक्यो अहिले त्यो खालेर एकदम गाह्रो भएको रहेछ त्यसको माथि एकदम घाम चर्को दर्शकवृन्द जति थाक्दा जति तिर्खा लाग्दा पनि तर म आफ्नो भ्यूलाई चाहिँ कहिले पनि छाड्नेवाला छैन हेर्नुहोस् मोबाइलबाट गएर पनि म तपाईँहरूलाई यहाँको भ्यू देखाउने छु हेर्नुहोस् ठाउँ यस्तो सुन्दर छ हेलो दर्शकवृन्द अब चाहिँ म चाहिँ माथि पुगिसक्यो अनि मुनि बाटोमा चाहिँ एउटा होटेलको दाइले सोधेको तारे भिर भन्ने चाहिँ कहाँ हो भनेर सोधेको अनि उहाँले भन्नुभयो कि तारे भिर भनेको चाहिँ यतापट्टि हेर्नुहोस् त यहाँ यही नै हो भन्यो भ्यू भन्ने तारे भिर भन्ने भिर चाहिँ यही नै हो भन्यो अनि खासै यसको वरिपरि के हेर्ने त केही छैन गाउँ हो भन्दै रहेछ मेन भ्यू हेर्ने चाहिँ अब यहाँ मुनि अघि नै मैले त्यो बाटो त्यो ठाउँ चाहिँ छोरीसित छोडेर पनि माथि पुगिसक्यो यहाँ मुनि फर्केर जानुपर्छ भन्छ सो त्यसैले त्यो भिरमा खासै के हेर्ने छैन रहेछ अब तर पनि एउटा चाहिँ गुड न्युज के हो भन्दाखेरि चाहिँ म जाँदा बाटोमा एउटा खोलाको आवाज सुन्यो
अनि मलाई त्यही पनि खोला चाहिँ एकदम मनपर्छ। अब म चाहिँ त्यहाँ खोलामा एकछिन गयो, अनुहार मुखहरू दियो, अनि त्यसपछि फेरि फर्केर जाँदैछु त्यहाँ मुनि भ्यू हेर्ने ठाउँमा। अनि त्यहाँ पुगेर चाहिँ काठमाडौँको भ्यूहरू चाहिँ तपाईँले देखाउने छु। सो अनि त्यस्तै होला आजको ब्लग, त्यति लामो दिन जस्तो छ। हेरौँ है। बहिनी स्कुल जानुभएको हो? कुन स्कुल? हजुर तारे भिर स्कुल। टाढो छ? ए यहाँ खोला छ? छ हो? खोला पानी यहाँ छ? ए हुन्छ ल ल। ओहो दामी रहेछ नि। डर लाग्दैन? हो मलाई त डर लाग्छ त रुख चढ्नु। भाइ एउटा कुरा सोधौँ? त्यहाँ एउटा खोला छ नि, यहाँ माथिबाट खोला हेर्नु पाउँछ? कहाँबाट हेर्नु पाउँछ? यो खोला चाहिँ कहाँबाट हेर्नु पाउँछ? वा दर्शकवृन्द, सोचेको भन्दा पनि धेरै राम्रो ठाउँ पायो। यहाँ यस्तो रोकको माथि पानी गएको। हेर्नुहोस् दर्शकवृन्द, हाम्रो पगराको ढेविस फल पनि यत्तिकै नै राम्रो खासै त मैले देखिनँ। म पनि त्यहाँ पगरामा पुगेको थियो र ढेविस फलमा घुम्नु पनि गएको थियो। यदि तपाईँ यस्तो झरनाहरू पानीहरू हेर्नु चाहन्छु भने त्यहाँ पगरा नै पुग्नुपर्ने भन्ने आवश्यक छैन। हाम्रो यहीँ काठमाडौँ बस्दाखेरि हाम्रो यहाँ माथितिर तारे भिर हिँडेर गएर पनि यस्तो झरनाहरू पनि हेर्न सक्नुहुन्छ। तर खासै ठुलो पनि छैन र खासै सानो पनि छैन। फोटो खिच्नु र मनोरञ्जनको लागि त काफी नै छ। साँच्चीकै नै मेरो हालत एकदम नै खराब भइसकेको छ। बिहानदेखि अहिलेसम्म पानी पनि छैन, खाना पनि छैन। एकदम जिउको एनर्जी एकदम लस भएको अवस्था, एनर्जी लस भएको जस्तो नै लाग्छ। खै अब फर्केर चाहिँ पुग्छ कि पुग्दैन होला, कस्तो कि गाडीमा जानुपर्छ कि हेर्नुपर्छ। अब चाहिँ हामी चौर चाहिँ पुग्न आँट्यो। त्यहाँतिर के खानेकुराहरू पाउँछ कि त्यहाँ पुगेर त्यहाँको भ्यू, काठमाडौँको भ्यूहरू देखाउने छु। दर्शकवृन्द, अब चाहिँ म यहाँ मुनि आएर खानाभन्दा पनि नास्ता खायो, अनि पानी पनि 1 लिटर जति मजाले पियो। त्यसको माथि आधा घन्टा जति यहाँ आएर त शीतलमा एकदम रेस्ट गरेर बसेको आनन्द भयो। मेरो पुरो थकाइहरू पनि मेट्यो। अब यदि तपाईँहरू पनि अब तारे भिरमा यस्तो घुम्न आउनुहुन्छ भने खासै यसको बारेमा मैले त्यस्तो जानकारी पनि छैन। मैले कसैले सोधेर पनि आएको होइन, यतिकै घुम्न आउँदा यो ठाउँमा पुगेको हो है। अन्त यदि तपाईँहरू यहाँ घुम्न आउनुहुन्छ भने त्यस्तो खासै भ्यू त मैले देखिनँ, अरू हुनु पनि सक्छ। मैले जानकारी पाएको जतिमा चाहिँ तपाईँहरू यो ठाउँमा आएर यहाँ मुनिको यहाँबाट चाहिँ अनि काठमाडौँको भ्यूहरू चाहिँ एकदम राम्रो लिन सक्नुहुन्छ। अनि माथि पनि एउटा गुम्बा छ अरे, यहाँबाट देख्छ, तर एकदम टाढा रहेछ। म यतिसम्म आउँदाखेरि पनि एकदम थाक्यो। अब त्यहाँ गुम्बासम्म त पुग्नेवाला छैन, म फेरि फर्केर पनि जानुपर्ने हुन्छ। त्यही नै हो दर्शकवृन्द। अनि यदि तपाईँले यो ठाउँको अब अहिले म बसेछन् यो ठाउँको यस्तो के अरे एड्रेसहरू चाहिएको छैन, मैले अहिले त्यहाँ गएर सोधिरहने हो। मेरो डिस्क्रिप्सन अथवा यतापट्टि दिनेवाला छु।
फर्किँदैछु माथि बसेर नास्ता बक्कु खायो अनि त्यसको माथि पानी पनि खायो अझै पानी बोकेको छु रमाइलो एकदम भयो त्यही ठाउँमा चाहिँ अनि एउटा कुरा चाहिँ तपाईँहरूलाई के सेयर गरौँ भन्दाखेरि चाहिँ यदि तपाईँहरू कुनै यस्तो नौलो ठाउँ भनौँ न त अब कहीँ यस्तो हाइकिङहरू जानुहुन्छ भने कहिलेकाहीँ तपाईँहरू आफै एक्लै आएर पनि हेर्नुहोस् त्यसको मजा चाहिँ अलग्गै हुन्छ त्यसको चाहिँ अनुभव चाहिँ मलाई अहिले पनि भयो अब त्योभन्दा पहिला पनि म धेरै ठाउँहरूमा एक्लै जाने गर्छु त्यसको मजा चाहिँ अलग्गै हुँदो रहेछ यदि तपाईँहरू जहिले पनि अब आफ्नै साथीहरू अनि फ्यामिलीहरू पुरामा भर परेर आउनुभयो भने चाहिँ अनि तपाईँहरूलाई खासै यसको मजा भन्ने केही थाहा हुँदैन किन भन्दाखेरि चाहिँ यो बाटोहरू भयो अनि सबै कन्ट्रोलहरू पुरा साथीहरू र फ्यामिलीको कन्ट्रोलमा आउनुपर्ने हुन्छ अनि आफैले चाहेको जति मजा चाहिँ लिनु अब भन्दाखेरि पनि कम्तीमा लिनु त सक्छ तर त्यति साह्रो चाहिँ हुँदैन जस्तै लाग्छ म चाहिँ सधैँ जहाँ पनि घुम्नु जाँदाखेरि आफै एक्लै नै आउँछु किन भन्दाखेरि मलाई घुम्नु जाँदाखेरि चाहिँ आफ्नो खुसीले क्या फोटोहरू खिच्नु भिडियोहरू लिनु सबै आफ्नो खुसी लाउँदाखेरि चाहिँ एकदम मजा आउँछ अनि मैले जुन ठाउँमा जति बस्यो जुन ठाउँमा जति टाइम लाग्यो अनि त्यस्तो सबै आफ्नै खुसीबाट हुन्छ क्या अनि एकदम रमाइलो लाग्छ साथीहरू फ्यामिली हुँदाखेरि चाहिँ उहाँहरूको कन्ट्रोलमा हिँड्नुपर्ने हुन्छ अब एकजनाले हामीले म फोटो खिच्नु पर्ख्यो भने एकजनाले त मान्ला फेरि अर्कोले चाहिँ बोर हुन्छ किन भन्दाखेरि सबै मान्छेको मन चाहिँ एउटै हुँदैन नि त हवस् त अब चाहिँ मेरो भिडियो यहाँबाट त्यति हुँदैन मुनि झगडुल पुगेर मात्रै गर्छु किन भन्दाखेरि मेरो क्यामेराको ब्याट्री त कम्ती भएको छैन अनि मोबाइल चाहिँ लगभग मेरो मोबाइल चाहिँ ओप्पो हो खासै राम्रो हेर्न नि त अनि त्यसको माथि मेमोरी पुरा फुल भइसकेको रहेछ मैले अघि तपाईँहरूलाई भनेको थिएँ कि हाम्रो यो भिडियोको अन्तमा चाहिँ अनि म झगडुल डाँडामा आएर अनि त्यहाँको भ्यूहरू चाहिँ देखाउने छु त्यस्तो भनेको थियो तर यो चाहिँ हुन सकेन किन भन्दाखेरि त्यहाँ चाहिँ कामहरू पुरा निर्माणमा भइरहेको रहेछ अनि त्यहाँ बोर्डमा पनि अनि प्रवेश निषेध यस्तो लेखेको पनि रहेछ तर के हुँदैन म कुनै दिन फेरि तपाईँहरूले यहाँ आएर अनि यहाँको पुरा अपडेटहरू तपाईँहरूले देखाउने छु अनि त्यही हो खासै के भन्नु पनि छैन नि यदि तपाईँहरूले मेरो यो भिडियो मन पराउनु भयो भने मेरो यो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला त्यही भन्न चाहन्छु अनि आजको लागि यति नै